अस्ट्रेलियाको भिजा लजमेन्ट गरेर बसिराख्नु भएको छ र भिजा प्रोसेसिङको लागि चाहिँ कति टाइम लाग्छ भनेर सोचिराख्नु भएको छ भने चाहिँ दिस भिडियो इज फर यु। सुरुमा त तपाईँहरूले अस्ट्रेलियन हाई कमिसनको अफिसियल साइटमा जानुपर्ने हुन्छ। अफिसियल साइटमा गइसकेपछि तपाईँहरूले भिजा प्रोसेसिङ टाइम गाइड्स देख्नुहुन्छ। त्यसपछि तपाईँहरूले तल भिजा टाइपमा क्लिक गर्ने अप्सन देख्नुहुन्छ। भिजा टाइपमा चाहिँ तपाईँहरू यदि स्टुडेन्ट भिजामा जाँदै हुनुहुन्छ भने तपाईँहरूले भिजा सब क्लास 500मा क्लिक गर्नुपर्ने हुन्छ। त्यसै गरी भिजा स्ट्रिममा प्रोभाइडरहरू जस्तै ब्याचलर्स अथवा मास्टर्समा अप्लाई गर्दै हुनुहुन्छ भने हायर सेक्टरमा सिलेक्ट गर्नुहोस्। भोकेसनल ट्रेनिङमा जाँदै हुनुहुन्छ भने फेड सेक्टरमा सिलेक्ट गर्नुहोस् र तपाईँहरूको भिजा लजमेन्टको डेट टाइप गरेर सबमिट गर्नुभएपछि चाहिँ तपाईँहरूको यो पेज खुल्छ र यो पेज हेरेर चाहिँ तपाईँहरूले क्लियरली बुझ्न सक्नुहुन्छ कि 50% एप्लिकेन्ट्सको चाहिँ 21 डेजमै भिजा रेट आएको छ भने 90% एप्लिकेन्ट्सको चाहिँ 4 मन्थ्समा भिजा आएको छ।